साथीहरू सम्पूर्णमा नमस्कार। आज यो तपाईँहरूको विभिन्न राज्यका 13वटा नीतिहरूमध्ये यो 14औं विकास सम्बन्धी नीति रहेको छ। तपाईँले यो नीति यसरी लेख्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। मैले भिडियोमा राखिदिएको छु। विकास सम्बन्धी नीति तपाईँले यत्रो 5 मार्कमा सोध्छ। यदि लेखिसकेपछि भइहाल्छ, त्यसमा थाहा छैन। तर नीति चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। यो सोध्ने कुरा हो, यो चाहिँ सोध्छ। हेर्न सक्नुहुन्छ। तपाईँ 1 नम्बर क्षेत्रीय सन्तुलन सहित समावेशी आर्थिक द्विभाषिक विकास योजना, त्यसरी तपाईँले लेख्न सक्नुहुन्छ। 5वटा यसमा बुँदा हुन्छ। यो 5वटा मिलाएर क्रमश मिलाएर तपाईँले यसरी लेख्न सक्नुहुन्छ।